नमस्ते एभ्रिवान। आज चाहिँ मैले चिकन फ्राईको रेसिपी लिएर आएको छु। यसलाई चाहिँ चिउरासँग, भुजासँग अथवा खानासँग खान सकिन्छ है। यसको लागि चाहिँ धेरै सामानहरू चाहिँदैन। मैले प्याज, खुर्सानी, टमाटर, लसुन अदुवाको पेस्ट, धनियाँ र 1 केजी चिकन लिएको छु। सुरुमा तेल तताउने, त्यसमा मेथी राख्ने, मेथी कालो कालो भइसके पछाडि चाहिँ यसमा प्याज राख्ने। प्याजलाई चाहिँ मजाले भुट्नुपर्ने हुन्छ। प्याजको कलर चाहिँ ब्राउन भइसके पछाडि चाहिँ एकदम मिठो बास्ना आउँछ। अनि अब चाहिँ लसुन अदुवाको पेस्ट राखिदिने, त्यो पनि एकछिन चलाउने जबसम्म यस्तो रातो हुन्छ। त्यस पछाडि टमाटर राखिदिने। टमाटर राखेर अब एकछिनसम्म चलाउने त्यसलाई। अब चाहिँ हामीले थोरै बेसार राखिदिने, जिराको धुलो, अनि थोरै मैले नुन राखेको छु यहाँ, स्वादअनुसार कति खान मनपर्छ त्यो अनुसार राखिदिने। एकछिन चलाउने अनि अब चाहिँ म चिकन मसला राख्दैछु। अनि अब चाहिँ मैले चिकनलाई चाहिँ यसरी राख्दैछु। सबै चिकनहरू राखिसके पछाडि चाहिँ यसलाई मजाले चलाउनु पर्ने हुन्छ। यसलाई चाहिँ चिकनबाट मजाले पानी आउने भएकोले चाहिँ नछोपिकन पकाउनु पर्ने हुन्छ। ठ्याक्क मिडियम फ्लेममा चाहिँ यसलाई मजाले पकाउने। यसको पानी चाहिँ सबै सुकिसक्नु पर्ने हुन्छ। यो सुकुन्जेल यसरी मजाले पकाउनु पर्ने हुन्छ र यस्तो देखिन्छ चिकन चाहिँ। मैले चाहिँ थोरै यहाँ अकबरे खुर्सानीलाई काटेर राखेको छु। यसले चाहिँ पिरो टेस्ट ल्याउँछ। धेरै राख्न पनि पर्दैन, 2टा जति मैले राखिदिएँ। अब चाहिँ यस्तो भइसकेको छ चिकन चाहिँ र लास्टमा मैले धनियाँ राखिदिएँ। अब चाहिँ यसलाई चिउरासँग खाँदैछु। थ्याङ्क यू।